मलाई थाहा छैन पूर्व सभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ, मलाई थाहा छैन। कुन मुख बोकेर उहाँ भोट माग्दै हुनुहुन्छ थाहा छैन। हामीले जनताको पक्षमा नेपाली जनतालाई हामीले भन्यौं, नेपाली जनतालाई भिजिट भिसामा एक सेकेन्ड सुन्नुहोस् है, महत्त्वपूर्ण कुरा छ। हामीले के भन्यौं संसदमा भने नेपाली जनतालाई भिजिट भिसामा लाखौं रुपियाँ ठग्नेलाई कारबाही गर, आयोग बनाऊ, समिति बनाऊ भन्यौं। हामीले जनताको आवाज बोल्यौं। तर कुन मुखले भोट माग्दै हुनुहुन्छ सभामुख, त्यो माइक काटिदिनु भयो उहाँले। रासोपालाई उहाँले गर्नुभएको व्यवहारको कुरा गरेको होइन मैले रासोपालाई उहाँले गर्नुभएको व्यवहारको कुराकानी गरेको होइन। हामीले नेपाली जनताको आवाज उठाएका थियौं। नेपाली जनता प्रत्येक दिन एयरपोर्टमा बेचिँदै थिए, छानबिन गर भन्दा 21 जना हाम्रा सांसदलाई उहाँले गलत त्याएर निकाल्नु भयो। मलाई थाहा छैन कुन मुख बोकेर उहाँ गइरहनु भएको छ। संसद नियमावलीले स्पष्ट भन्छ, थुनामा रहेको मान्छे मुद्दाको किनारा लागेको छैन। तर थुनामा छैन भने उसको संसद पद निलम्बन हुँदैन भनेर संसद नियमावलीले भन्छ। संसद नियमावली 100% संसदले सदर गरेको डकुमेन्ट हो, सांसदका लागि बनाएको कानुन हो। त्यो सदर गरिएको डकुमेन्ट त्यही थियो। तर उहाँलाई बाको आदेश ठुलो भयो जनताको आदेश भन्दा। 2 घण्टामा सूचना टाँसेर मलाई गलहत्याएर उहाँले संघीय संसदबाट निकाल्नु भयो, तर जनताको मनबाट निकाल्न सक्नु भएन। त्यसको जवाब यस पटक तपाईहरुले यहीँबाट दिनुपर्ने छ। मैले व्यक्तिगत कटाक्ष गरेको छैन धेरैलाई। मलाई खेद छ, उहाँलाई निर्वाचित गर्दा मेरो हस्ताक्षर प्रयोग भएको छ। उहाँलाई सभामुख बनाउँदा मैले उहाँका पक्षमा केही शब्दहरू बोलेको छु। म यही धरतीमा उभिएर खेद प्रकट गर्न चाहन्छु कि मैले कुनै दलको रबर स्ट्याम्पलाई हस्ताक्षर गरेर सभामुख बन्ने काममा सहभागी भएछु। म यहाँ बसेर आलोचित हुन चाहन्छु, यही उभिएर आलोचित हुन चाहन्छु। दलको आदेशलाई सर्वोपरि मानेर नेपाली जनताको आवाजलाई सदनबाट बन्द गर्ने र सदनप्रति नै वितृष्णा फैलाउने मानिस। मलाई थाहा छैन कुन मुख लिएर उहाँले भोट माग्नुहुन्छ, तर म इन्दिरा राणा मगरको पक्षमा खडा भएको छु, गर्वका साथ खडा भएको छु। आमा हो इन्दिरा राणा, म गर्वका साथ खडा भएको छु।